सो अब यो भिडियो मार्फत चाहिँ यहाँहरूलाई म क्लास रिलेटेड इन्फर्मेसनहरू दिन गइरहेको छु, स्पेसली हाम्रो नर्सेस को लागि हैन। सो यहाँहरू चाहिँ डाइलेमामा हुन सक्नुहुन्छ, लाइक कस्तो क्वेसन आउँछ हैन, कोर्स कस्तो हुन्छ, कुन तरिकाले पढ्ने, कुन हिसाबले आफूलाई चाहिँ प्रिपेयर गर्ने भन्ने कुराको चाहिँ अलिकति कन्फ्युजनमा हुनुहुन्छ भन्ने चाहिँ आजको यो भिडियोमा चाहिँ आई एम गोइङ टु क्ल्यारिफाई अबाउट द्याट। सो हामीले पढ्दाखेरि चाहिँ अलिकति डेप्थ नलेज चाहिन्छ। अब यहाँहरू यदि चाहिँ आफ्नो हस्पिटलमा काम गरिरहनु भएको छ, कन्टेन्ट नलेज त्यति राम्रो छैन, ग्याप छ भने चाहिँ यु विल निड क्लासेस टु क्र्याक योर इक्जाम। तर होइन, तपाईँसँग कन्टेन्ट नलेज चाहिँ राम्रो छ होइन, कोर्सको बारेमा अथवा भनौँ आफ्नो स्टडी रिलेटेड कुरामा अप टु डेट हुनुहुन्छ भने चाहिँ तपाईँले सेल्फ प्रिपेरेसन गर्दा पनि हुन्छ। र इक्जाममा चाहिँ एकदमै ट्रिकी क्वेसन्सहरू आउँछ। कोही एकजनालाई एउटा सेट अफ क्वेसन आयो भन्दैमा अर्कोलाई सेम आउँछ भन्ने हुँदैन, डिफ्रेन्ट सेट अफ क्वेसन्सहरू हुन्छ। कसैलाई साइकेट्रिकबाट धेरै पर्दिन सक्छ, कसैलाई चाहिँ मिडवाइफरीबाट धेरै आउँछ, कसैलाई चाहिँ पिडियाट्रिकबाट धेरै आउँछ। सो इट्स भेरी सर्टेन। सो त्यो भएको भएर चाहिँ हजुरहरूले राम्रोसँग क्लासेसहरू लिएर पढ्न सक्नुहुन्छ। र हामी वैशाखदेखि चाहिँ हाम्रो थुप्रै अफर पनि छ क्लासेसको लागि। सो यु मे मेक योर अपॉइन्टमेन्ट एज सुन एज पोसिबल।